सबैलाई नमस्कार। आज चाहिँ हामीले नेपाल सरकार कार्य विभाजन नियमावलीको दोस्रो श्रृङ्खलामा छौँ। यस श्रृङ्खलामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मुख्य कार्यक्षेत्र र जिम्मेवारीको विषयमा चाहिँ हामीले छलफल गर्नेछौँ। योभन्दा पहिला मन्त्रालयको नाम र नेपाल सरकार कार्य विभाजन नियमावलीको विशेषताहरूको विषयमा चर्चा गरेका छौँ। अब के हो त प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भनेको नेपाल सरकारको सर्वोच्च प्रशासनिक अङ्ग हो। सर्वोच्च प्रशासनिक अङ्ग भनेको चाहिँ एपेक्स बोडी होइन, यो चाहिँ अब कुनै पनि देशको एपेक्स बोडीको रूपमा रहन्छ किनकि सर्वोच्च अङ्ग भयो। त्यस्तै गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्थापना चाहिँ नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा रहनुभएको भीमसेन थापाको पालामा विक्रम सम्वत 1863 सालमा भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदका कामहरू चाहिँ यसका मुख्य कार्यक्षेत्र र जिम्मेवारीहरू चाहिँ यो मात्र होइन, यसमा चाहिँ कार्यविभाजन नियमावली अनुसार 18वटा मन्त्रालय रहेका छन्। ती 18वटा मन्त्रालयका कार्यहरू पढ्नुपर्ने हुन्छ। त्यसैले हुबहु घोक्न चाहिँ अलिकति गाह्रो हुन सक्छ होइन। त्यो भएर मैले चाहिँ यसलाई चाहिँ थोरै विभाजन गर्दै होइन, मिल्ने टपिक्सहरू गर्दै त्यसपछि पढ्दाखेरि अलिकति सजिलो होला कि भन्ने हिसाबले यसलाई क्लस्टर गर्दै बुझाउने कोसिस चाहिँ गर्नेछु है। सम्झिने तरिका, यो बुझ्नुपर्ने कुराहरू त्यति धेरै छैन, सम्झिनुपर्ने कुराहरू चाहिँ यहाँ, त्यही भएर सम्झाउने कोसिस चाहिँ गर्नेछु। अब मैले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मुख्य कार्यक्षेत्र र जिम्मेवारीको विषयमा चाहिँ यसमा क्लस्टर गरेको छु। त्यसको पहिलोमा चाहिँ नीति तथा कानुन सम्बन्धी छ। यसले चाहिँ कस्ता कस्ता नीतिहरू र कानुन बनाउँछ त भन्ने कुरा छ। नेपाल सरकारको अल्पकालीन तथा दीर्घकालीन नीति, आबादी योजना र रणनीतिको तर्जुमा गर्ने, स्वीकृत गर्ने, कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने काम गर्छ भनेको छु। त्यस्तै गरेर भ्रष्टाचार निवारण र सदाचार सम्बन्धी नीति, रणनीति, कानुनको कार्यान्वयन भनेको छु। त्यस्तै गरेर सूचना प्रविधि तथा विद्युतीय शासन सम्बन्धी नीति, कानुन, मापदण्ड र कार्यान्वयन त्यसको कार्यान्वयन गर्ने भनेको छ। यसलाई हामीले सम्झिन कसरी सकिन्छ भन्दाखेरि यो हामीले सेकेन्ड पेपर पढ्दै गर्दाखेरि सेकेन्ड पेपरको खण्डकमा आबादी योजना र रणनीतिको विषयमा हामीले पढ्ने पर्ने छ। त्यस्तै गरेर भ्रष्टाचार नियन्त्रण र सदाचार भन्ने पनि हाम्रो च्याप्टर नै छ। त्यस्तै गरेर विद्युतीय शासन भन्ने पनि च्याप्टर नै छ। त्यसको विषयमा के गर्दो रहेछ भन्दाखेरि नीतिहरू बनाउँदो रहेछ, रणनीतिहरू बनाउँदो रहेछ, कानुन बनाउँदो रहेछ र त्यसको के गर्दो रहेछ, स्वीकृत गरेर कार्यान्वयन गर्दो रहेछ भन्ने कुरा चाहिँ यो तीनटालाई यति कुराहरू सम्झेर त्यसको नीति, कानुन, मापदण्ड र कार्यान्वयन गर्दो रहेछ भनेर सम्झिन सक्छौँ। त्यस्तै गरेर शासकीय प्रबन्ध सम्बन्धी पनि यसले कार्यहरू गर्छ। त्यस अन्तर्गत मन्त्री परिषदको कार्यहरू यसले हेर्ने भयो, मन्त्री परिषद सम्बन्धी कार्यहरू गर्ने भयो। त्यस्तै गरेर नेपाल सरकारको कार्य विभाजन र कार्य सम्पादन नियमावली तर्जुमा र कार्यान्वयन गर्ने भयो। अब अहिले हजुरले हेर्नुहुन्छ भने कार्य विभाजन नियमावली 2083 आएको छ नि, कसको नेतृत्वमा आएको छ? प्रधानमन्त्रीको नेतृत्वमा मन्त्री परिषदले के गरेको छ, यो तर्जुमा गरी कार्यान्वयन गरेको छ। त्यस्तै गरेर मुलुकको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्नेछ। अब नेपालको सबभन्दा ठुलो प्रशासनिक अङ्ग एपेक्स बोडी भएपछि त्यति गर्ने नै भयो होइन। त्यस्तै गरेर नेपाल सरकारको मन्त्रालयको रेखदेख, निरीक्षण र नियन्त्रण र समन्वय गर्नेछ। धारा 76ले के भनेको छ भन्दाखेरि मन्त्रीहरू चाहिँ व्यक्तिगत रूपमा प्रधानमन्त्री र संसदप्रति उत्तरदायी हुने भनेर भनेको छ। अब जब मन्त्री परिषद कार्यालयले रेखदेख, नियन्त्रण, निरीक्षण गर्छ तब त उनीहरू उत्तरदायी हुने हुन्, नत्र त हुँदैनन् नि त होइन। त्यो धारा क्षेत्रसँग पनि हजुरले कनेक्ट गरेर पढ्न सक्नुहुन्छ। यो मैले धारा क्षेत्रको कुरा किन प्रसङ्गिक उठाएँ भन्दाखेरि यो कुरा पनि सम्झिन सजिलो होस्। यो कुराहरू कहीँ न कहीँ भोलि फेरि लेख्न सजिलो हुन्छ। जस्तै सेकेन्ड पेपरमा हामीले कहीँ न कहीँ त्यो कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको चाहिँ अन्तर सम्बन्ध, शक्ति सन्तुलन र नियन्त्रणको कुराहरू गर्दा पनि यो विषयहरू हामीले पढ्छौँ होइन। अब के अरे प्रधानमन्त्री र मन्त्री चाहिँ संसदप्रति उत्तरदायी हुने भनेर पढ्छौँ। तर संसदप्रति मात्र होइन, कुप्रति पनि हुन्छ भन्दाखेरि प्रधानमन्त्री प्रति पनि हुन्छ। अब यो चाहिँ उता लेख्दाखेरि चाहिँ हामीले संसदप्रति लेख्छौँ, तर हुन चाहिँ प्रधानमन्त्री प्रति पनि हुन्छ नि त होइन। यो कुराहरू सम्झिन सजिलो हुन्छ भनेर मैले भनिहालेँ। त्यस्तै गरेर कानुन बमोजिम प्रमाणित गर्नुपर्ने लिखितहरू प्रमाणित गर्ने भयो। सङ्घीय संसदको आह्वान र अन्त्य भयो, सायद धारा 93मा होला। त्यसमा चाहिँ के छ भन्दाखेरि प्रधानमन्त्रीको नेतृत्वमा अथवा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा चाहिँ उसको पहलमा चाहिँ राष्ट्रपतिले सङ्घीय संसदको चाहिँ के गर्ने भन्दाखेरि आह्वान र अन्त्य गर्ने भनेर अधिवेशनको चाहिँ आह्वान र अन्त्य गर्ने कुराको व्यवस्था गरिएको छ। त्यस्तै गरेर सङ्घीय विधेयक,
अध्यादेश, नियम, आदेश, निर्देशिका, कार्यविधिहरू हो। जस्तै अध्यादेश अब उनीहरूले सङ्घीय विधेयक सरकारी विधेयकहरू आउँछ यसको नेतृत्वमा। त्यस्तै गरेर अध्यादेशहरू भयो। अहिले विवादमा अलिअलि आइरहेको थियो नि त, प्रधानमन्त्रीले धेरै अध्यादेश, यो चाहिँ धेरै पटक प्रधानमन्त्रीले अध्यादेश ल्यायो, यो प्रधानमन्त्रीले अध्यादेश ल्यायो भन्ने कुराहरू चाहिँ कहिलेकाहीँ विवादमा पनि तानिन्छन्। अब नियम भनेको चाहिँ के भन्दाखेरि ऐन अन्तर्गत बन्ने नियमहरू चाहिँ बनाउने भयो यसले। अब आदेश, निर्देशिका, कार्यविधिहरू सम्बन्धी पनि कार्य गर्ने भयो। त्यस्तै गरेर सन्धि, न्याय र समन्वय भनेको चाहिँ द्विपक्षीय र बहुपक्षीय सन्धि, सम्झौता, साझेदारीको कार्यान्वयनको अनुगमन गर्ने भयो। द्विपक्षीय र बहुपक्षीय सन्धि यो चाहिँ कोर फङ्सन हो। कोर फङ्सन जसले गर्छ भन्दाखेरि अब नेपाल सरकारले गर्छ, अझ नेपाल सरकारको पनि एपेक्स बोडीले गर्छ भनेर सम्झौँ। त्यो चाहिँ अरूले पनि गर्छ तर सम्झिनको लागि। त्यस्तै गरेर सङ्घीय शासन प्रणाली र अन्तर प्रदेश सम्बन्धी कार्यहरू भयो। प्रधानमन्त्रीको सम्पर्क सञ्चार, प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयन, मानव अधिकारको संरक्षण, प्रवर्धन, समन्वय र प्रतिवेदन पनि के गर्छ, त्यसको सन्दर्भमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले हेर्छ। त्यस्तै गरेर सुरक्षा आयोग र निकायहरू, यो चाहिँ एकदम धेरै सजिलो छ। प्रदेश प्रमुख सम्बन्धी कार्य, परराष्ट्र तथा सुरक्षा मामिला, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, सङ्घीय संवैधानिक परिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खैद अनुगमन कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयकोसँग के गर्ने भयो, समन्वय गर्ने भयो भनेर भन्न सक्छौँ। अब सम्झिने कसरी भन्दा अब प्रदेश प्रमुख त भइहाल्यो होइन, राष्ट्रपति र उपराष्ट्रपति पनि यसकै अन्तर्गत रहन्छ। संवैधानिक परिषदहरू रहने भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जस्तो कि अब अस्ति नै प्रधानमन्त्रीले भन्नुभएको थियो नि, हामीले चाहिँ लिनु पऱ्यो भने 5 वर्षसम्म पनि उहाँहरूसँग परामर्श लिन्छौँ भनेर भन्नुभएको थियो नि त। उहाँहरूसँग हामी सँगै बसेर बैठक गर्छौँ, कामहरू गर्छौँ भन्नुभएको थियो नि। यो यहीँ भन्नुभएको, यो उहाँको अधिकार क्षेत्रभित्र पर्छ कि अलिअलि उहाँसँग समन्वय गर्ने। जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगहरूसँग समन्वय गर्ने अधिकार चाहिँ त्यो अधिकार क्षेत्रभित्र पर्छ उहाँको होइन। अब त्यो कार्यविधि कस्तो भयो, उहाँ त्यो छलफलमा के भयो भन्ने कुरा त त्यो मलाई थाहा छैन। तथापि यहाँ चाहिँ समन्वय गर्न चाहिँ अधिकार चाहिँ यसले दिएको छ। त्यस्तै गरेर लोकसेवा आयोग जुन अहिले हजुरले तयारी गर्दै हुनुहुन्छ, योसँग पनि समन्वयकै उसको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गर्ने भयो। त्यस्तै गरेर राष्ट्रिय योजना आयोगसँग, राष्ट्रिय सतर्कता केन्द्रसँग, सार्वजनिक खैद अनुगमन कार्यालयसँग, राष्ट्रिय तथ्याङ्क कार्यालयहरूसँग पनि गर्ने भयो। त्यस्तै गरेर आयोजना तथा विपदसँग भनेको छ, यो आयोजना भनेर अन्त्य गरिदिनु, यसलाई यो केटिदिनु, यहाँ विपदसँग मात्रै छ। विपद व्यवस्थापन सम्बन्धी कार्यालय, यसलाई मैले छुट्टै कलस्ट गरेर एउटा मात्र पोइन्टमा किन लेखेँ भन्दाखेरि हामीले विपद व्यवस्थापन भन्ने पढ्नै पर्छ कि होइन, थर्ड पेपरको खण्ड गमै पढ्नुपर्छ नि त होइन। अनि त्यही भएर हजुरलाई सम्झिन सजिलो होला भनेर यहाँ लेखेँ। त्यस्तै गरेर सूचना प्रविधि भनेको सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि सम्बन्धी संस्थानहरू, साइबर सुरक्षा, डाटा सुरक्षा र डाटा गभर्नेन्स, कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि तथा विद्युतीय शासन। त्यस्तै गरेर अन्य कार्यहरू भनेको चाहिँ अदालतको फैसलाको कार्यान्वयन तथा अनुगमन, अन्तर्राष्ट्रिय संस्थासँग गरिने सन्धि, सम्झौता, सम्पर्क, समन्वय र कार्यान्वयनको अनुगमन। त्यस्तै गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको अन्य कार्यहरू, अवशिष्ट अधिकारको प्रयोग भनेको यो धारा 58मा लेखेको छ। अरू कुनै पनि विषय अथवा अरू कुनै पनि क्षेत्रले गर्ने भनेर नतोकेको कुराहरू चाहिँ कसले गर्छ भन्दाखेरि सङ्घीय सरकारले गर्छ। भनेको चाहिँ कुनै पनि तहले के, जस्तो कि स्थानीय तह अथवा प्रदेश तहले, प्रदेश सरकारले गर्ने भनेर नतोकेका विषयहरू, अनि त्यो अधिकार क्षेत्रहरू स्पष्ट नभएका विषयहरू कसले गर्ने पो भन्दाखेरि सङ्घीय सरकारले अवशिष्ट अधिकारको प्रयोग गरेर गर्छ। र यो चाहिँ कसको हुन्छ, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको चाहिँ यो अधिकार चाहिँ उनीहरूमा निहित रहन्छ। हस् त, धन्यवाद। आजको सेसन कस्तो लाग्यो, सुझाव सल्लाह र कमेन्ट गर्दै गर्नुहोला। र हामीले अर्को श्रृङ्खलामा अर्थ मन्त्रालयका कामहरूलाई पनि यसरी नै क्लस्टर गरेर सम्झिन सजिलो हुने गरी प्रस्तुत गर्ने कोसिस गर्नेछौँ। यी सबै पोइन्टहरू सम्झिनु पर्दैन, यहाँबाट हरेक क्लस्टरबाट 2-2वटा पोइन्टहरू सम्झिनु भयो भने पनि 5 मार्क्सको लागि हुन्छ। 4-4वटा पोइन्टहरू सम्झिनु भयो भने पनि कम्तीमा 10 मार्क्सको लागि हुन्छ। यसरी क्लस्टर गरेर पढ्दाखेरि अलिकति सजिलो होला भनेर मैले यो तरिकामा हजुरहरूलाई सहजीकरण गर्ने कोसिस गरेँ। धन्यवाद। हजुरहरूको समय अध्ययनशील रहोस्।